मम्मी आज मलाई यो बोडीको चाउमिन बनाएर ल्याइदिनु है स्कुलमा खाजा। आज चाहिँ मैले मेरो छोरीको लागि यति मिठो बोडीको चाउमिन चाहिँ बनाएर स्कुलमा खाजा लिएर गएँ। सुरुमा चाहिँ मैले कराईमा पानी उमाले थोरै नुनलाई हालेर अनि त्यसमाथिबाट बोडीलाई पनि हालेर केही बेर उम्लिनको लागि छाडिदिएँ। बोडीलाई चाहिँ 5-10 मिनट उमालिसकेपछि मैले धारामा लगेर मजाले चिसो पानीले पखालेर लिएर आएँ। अनि यता मैले टमाटर, प्याज, खोर्सानी, लसुन, नुन, बेसार हालेर चाहिँ मसलालाई रेडी गरेँ। अनि यता कराईमा चाहिँ मैले बोडीलाई हालेर मजाले 5-10 मिनट चाहिँ फ्राई गरेको छु। अनि त्यसमाथिबाट प्याज, टमाटर, नुन, बेसार र पिसेर राखेको मसलालाई हालेर मजाले चलाइदिए। अनि सोया सस, धुले खोर्सानी, अजिना र करेन्ट चाउचाउको मसलालाई पनि हालेर मजाले चलाइसकेपछि हाम्रो चाउमिन चाहिँ खानको लागि रेडी भइसकेको छ। अनि मैले चाहिँ त्यसमाथिबाट कागती खोर्सानी र माथिबाट थोरै सेतो तिल हालिसकेपछि हाम्रो चाउमिन चाहिँ हेर्दै खाउँ खाउँ लाग्ने बनेर रेडी भइसकेको थियो। अनि मैले पनि टेस्ट गरेर हेरेको, यो चाहिँ एकदमै मिठो बनेको थियो। अनि मैले मेरो छोरीको लागि पनि स्कुलमा लिएर गएको थिएँ, उसलाई पनि एकदमै मिठो लाग्यो अरे। तपाईँहरू पनि एकचोटि बनाएर ट्राई गर्न सक्नुहुन्छ।